एकपल्ट भएर भिडियो सर्भर घुम्नु Okay, very beautiful but अलि डिफिकल्ट बाटो तर राम्रो चाहिँ एकदमै राम्रो छ बाटो चाहिँ त्यति हाइटमा जान खोज्छौँ हामी कतिवटा कुराहरूमा चाहिँ त्यो ठ्याक्कै पहाडमा हुने कुरा तराईमा हुँदैन तराईमा हुने कुरा पहाडमा हुँदैन होइन सहरमा हुने कुरा गाउँमा हुँदैन गाउँमा हुने कुरा सहरमा हुँदैन नि त होइन हरेक कुराको आफ्नो ब्युटी हुन्छ नि त्यसले नै त्यसलाई पोइन्ट गरे हुन्छ नि त यो कारणले चाहिँ यो चाहिँ गाउँ एरिया रहेछ पहाडी एरिया रहेछ भन्ने चिना आउँछ कि त्यसले चाहिँ त्यसै हामी मान्छेहरूमा पनि आफ्नो नेचर अनि हाम्रो आफ्नो कतिवटा कुराले चाहिँ यो व्यक्ति चाहिँ यस्तो रहेछ भनेर चाहिँ थाहा हुन्छ त्यो भएको भएर ओके भेरी ब्युटिफुल प्लेस मलाई मनपर्ने ठाउँ सटरडेको दिन अनि बिहान सानो म्यासेज अनि त्यसरी पहाडले अथवा जङ्गलले अथवा यसो ठाउँहरूले आफ्नो ब्युटी बोकेको छ जस्तो हामी फेरि पिच रोडमा गयौँ भने त्यहाँको ब्युटी आफ्नो होला होइन त्यहाँको सर सफाइ अथवा हामीलाई गाडी गुड्दाखेरि त्यस्तोमा राम्रो लाग्ला अनि हामीलाई हिँड्दा यस्तो मन पर्ला फेरि अनि त्यसै मान्छेहरूमा पनि एउटा आफ्नो परिचय अथवा भनौँ म चाहिँ यो है भन्नको लागि मान्छेहरूमा आफ्नो किसिमको हेबिट त भइ नै हाल्छ त्यो खालको छ सो हेभ अ गुड डे वा घाम पनि लागिरहेछ घाम लाग्यो वा वा भन्ने खालको रहेछ स्याटरडे घाम लागिरहेछ ओके तपाईँहरूलाई म काठमाडौँ पुरै भ्याली देखाउँछ त्यहाँबाट यहाँ माथि घर हुनेहरूले चाहिँ भ्याली पनि देख्न पायो भ्याली जानु पनि त्यति टाढा परेन अनि बसाइको लागि पनि उहाँहरू दुइटै ठाउँमा बस्नुभयो कि एउटा गाउँ टाइपको ठाउँमा पनि अनि उहाँहरूको घर मोडर्न टाइपको छ बसाइ यस्तो ठाउँमा छ अनि धेरै कोलाहल पनि छैन सबै कुराहरू छ ओके भ्यालीलाई चाहिँ मैले मजाले देखाइनँ होला मजाले घाम लाग्छ आज सटरडेको दिन हिल एरिया ठाउँ पनि वाट ब्युटिफुल के ओ अलिकति कठिन त ब्युटिफुल बाटो बन्दै रहेछ देख्न सक्नुहुन्छ नि यहाँको घरहरू चाहिँ मोडर्न नै छ तर ठाउँ चाहिँ यस्तो राम्रो छ घरहरू चाहिँ अहिलेको आधुनिक टाइपको घरहरू नै भनिरहेको छ कि त यहीँनिर जङ्गल छ